साथीहरू हामी चाहिँ यहाँ क्याम्पसमा जाऊँ अनि यहाँ मेरो साथी अनि आज चाहिँ एउटा क्लास खाली छ सर आउनु छैन अनि त्यही भएर हामी चाहिँ क्याम्पसको भ्रमण गरिरहेछौँ। यो चाहिँ सबभन्दा माथिको फ्लोर हो। हेर्न सक्नुहुन्छ कत्रो छ आमा। यहाँ चाहिँ अरू पनि छ हेर्नुहोस् है यति लामो छ कि यो पुरा हेर्नु न हेर्नु ओ माई गड हजुरलाई आज एउटा चिज देख्नु छ भएको हेर्नुहोस् ओइ कस्तो के भूत बङ्गला जस्तो लागिरहेको छ मलाई त। यहाँ चाहिँ स्टेज छ तर यो स्टेजमा चाहिँ हामी कहिले पनि उभिएको छैनौँ। अनि यहाँ सोसाइटी प्लेस पनि छ सोसाइटी गर्ने ठाउँ नजिक यहाँबाट चाहिँ सोसाइटी गर्न सकिन्छ। यति ठुलो छ कि हेर्नु न गाइज कस्तो लागिरहेछ। अनि जसले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन उहाँहरूले सब्सक्राइब गरिदिनु। मेरो साथी चाहिँ मेरो साथीलाई हेर्नुहोस् मेरो साथीलाई हेर्नुहोस् साथी अब यो पनि देखिन्छ मेरो भ्लगमा हेर्नुहोस्। यो चाहिँ हाम्रो स्कुल भएको सरी स्कुल भन्न लाग्छ मैले क्याम्पस इट्स अ क्याम्पस। हजुरले बाहिरको नजारा पनि हेर्नुहोस् कति धेरै बिल्डिङहरू छ। अझै भूत बङ्गला त देखाउने बाँकी छ। ओइ आइदा छिटो कहाँ गइनी हेर्नुहोस् न पुरै यो धम्बोजी स्कुल भन्न आयो सरी म चाहिँ पहिला 11 र 12 9 र 10 पनि धम्बोजी पढेको। अनि म चाहिँ अहिले नेपालगञ्जमा बस्छु। अनि मेरो साथीको डान्स हेर्नुहोस् आउनु सामु मजाले मेरो साथीको डान्स अनि चाहिँ रमाइलो अनि कमेन्टमा गर्नुहोस् हजुरहरूले केही क्वेसनहरू सोध्न चाहनुहुन्छ भनेपछि। अनि हामी चाहिँ कहाँ बस्छौँ भनेपछि नेपालगञ्जमा बस्छौँ। अनि यो चाहिँ नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस हो। अनि यो भ्लगमा धेरै कमेन्टहरू आयो भने चाहिँ हामीले पुरै क्याम्पसको क्लासको चप्पा उही आइज उही मेरो चप्पल यस्तो भएन। मैले चाहिँ के गरेँ लोफर लगाएर आएको छु लोफर। तपाईँहरूले जिम्नास्टिक सिक्नेमा हामीसँग आउनु होला। तपाईँहरूले कहिले लोफर देख्नुभएको छैन होला हेर्नुहोस्। तपाईँहरूले गुब्बारा देख्नुभएको छ कि नै गुब्बारा दिस इज कल माइन्ड गोची। तपाईँले मेस्सीलाई देख्नुभएको छ कि नै हाम्रो बसमा मेस्सी आउनुभएको छ। उयो हाम्रो उयो क्यामेरा ब्याग हुन्न मेस्सी कसको क्यामेरा कोअर्डिनेटर छ कि त्यहाँ तल नयाँ कोअर्डिनेटर सर आइज न भ्रमण गराइदिउँ। 5 मिनटको भइसकेछ भिडियो त आउनुहोस् हामी तपाईँले म चाहिँ अहिले मर्न आँटिसकेको थिएँ। यहाँबाट छ दरवाजा तर हामी यहाँबाट जान्दैनौँ। हाम्रो यहाँ आइज साथीहरू तपाईँले एउटा कोठा देख्नुहुन्छ हेर्नुहोस् यहाँ चाहिँ एकदम डेटिङ स्पोट जस्तै चेन्ज गर्ने ड्रेसिङ रुम यो बोइजको ड्रेसिङ रुम। यहाँ गर्ल्स टोइलेट पनि हेर्नुहोस् यो टोइलेट हो। यो बोइज टोइलेटमा हामी जान्दैनौँ। यो गर्भवती भइसकेपछि यसलाई चाहिँ भमिटिङ भइरहेछ यसलाई। हेर्नुहोस् यहाँबाट पनि सोसाइटी प्लेस म एउटा सरहनु छ कि पागल हेर्नुहोस् यहाँ हेर्नुहोस् यतै मैले बसेको अरे यो कुन फ्लोर हो गरे
त्यो फोर्थ फ्लोर, यो चाहिँ सेकेन्ड फ्लोर, यो थर्ड फ्लोर, चाहिँ यो चाहिँ सेकेन्ड थर्ड फ्लोर। यहाँ चाहिँ बोइज टोइलेट भयो, यहाँ चाहिँ गर्ल्स टोइलेट, हामी गर्ल्स हेर्नुहोस्। हाम्रो ब्लगलाई माया गरिदिनु, 7 मिनट भयो।